पुलिसको दल बल सहित लिएर गएको ती छैन, तर तैले एउटा जाबो नाथे केटालाई समातेर ल्याउन सकिनस्। साले तलाई पैसा भने हप्ता नबित्दै चाहिन्छ, काम भने एउटा केही गतिलो गर्दैन। साले गधा। त्यो ट्याक्सी ड्राइभर बाँच्नु भनेको हामी सबैको लागि खतरा हो, बुझिस्? तँबाट यो काम भएन, अब हामी गर्छौँ यो काम। तिमीहरू पनि त्यसलाई मार्न गएका थियौ नि, त्यसको ट्याक्सी चलाएर आफ्नो ज्यान जोगाउन भागेर आएको होइनौ। यदि म रेस्टुरेन्टमा समयमा नपुगेको भए तिमीहरूको खेल त्यतिखेर समाप्त भइसक्थ्यो। अहिले आएर मलाई भन्छौ तिमीहरू? बस बन्द गर तिमीहरूको यो लोकदोहोरी। मलाई तिमीहरूको खोक्रो भाषण होइन, एक्सन चाहियो, एक्सन, त्यो पनि 24 घण्टाभित्र। तिमीलाई राम्रोसँग थाहा छ इन्सपेक्टर, धन्दा हाम्रो बेइमानीको पक्का हो, तर व्यवहारमा इमानदार हुनुपर्छ। जसले इमान गुमाउँछ उसले जीवन पनि गुमाउँछ। मोटो जिउ खोटो बुद्धि हो। ओइ, अब हामीले यस्तो गोटी चाल्नु पर्छ, पोखरीको सबै माछा एउटै जालमा परोस् कि कसो? त्यो त हो नि यार, ठीक भनिस् तैँले। अमिताई, अमिताई, आमालाई त गुन्डाहरूले पिट्दै पिट्दै लैछन्। ऊ उता लिएर गए।